दर्शकबिन नमस्कार। यति बेला भने म सरिया शान्तिपुर 7 नम्बरमा उपस्थित जहाँ तपाईहरुलाई याद भएको कुरा होला ज्योति गुरुङजीले युक्रेनमा एमबीबीएस पास गरेर आउनुभएको छ र यति बेला गोर्खा युवा मोर्चा सदियाका टोली उहाँलाई एउटा सम्बर्धना गर्नको लागि आइपुग्नु भयो। हामी उहाँको बासगृहमा आछौँ, उहाँसँग कुराकानी गर्नेछौँ। उहाँको जुन एमबीबीएसले गर्दा आज आसाममा नै खुसी छ र गोर्खा समुदाय सबै खुसी छन् र यस्तै सम्पूर्ण दाजुभाइ उठाउने दाजुभाइ दिदीबहिनीले यस्तै कामहरू गरेर जाओस् भन्ने हाम्रो आह्वान छ र भित्र कुराकानी कस्तो के हुनेछ तपाईहरुलाई भिडियोमा देखाउनेछु। लाइभ बसिराख्नु होला। आसाम सदियाको गोर्खा चेलीले आज आसामेली गोर्खाहरूको शिर उच्च पार्नुभएको छ र गौरवको कुरा पनि छ र विशेष गरी ज्योति गुरुङज्यूले यो भिडियो मार्फत के भन्नुभयो र उहाँको बुबाले कस्तो खालको आह्वान गर्नुभयो आसामली जनताहरूलाई र विशेष गरी गोर्खा युवा मोर्चा सदियाका सभापति किरण सुब्बाज्यूले ज्योति गुरुङज्यूलाई कस्तो एउटा आश्वासन दिनुभयो यो भिडियोमा रहनेछ। तपाईहरु हेर्नु नछुटाउनु होला। आज सद्यको नभएर आसामकै गौरवको लागि एउटा गोर्खा चेली ज्योति गुरुङजीले एमबीबीएसमा फर्स्ट लिएर आउनुभएछ। समग्र आसाममा नभएर भारतवर्षको लागि खुसीको खबर हो। हामीसँग अहिले ज्योति गुरुङजी हुनुहुन्छ, उहाँसँग हामी केही कुराहरू गर्नेछौँ। तपाईँहरू भिडियोमा बनिरहनु होला। ज्योति गुरुङजी, तपाईँ जुन आज एमबीबीएसमा पास भएर आउनुभएको छ, तपाईँ सर्वप्रथम त आसामको जनतालाई के भन्न चाहनुहुन्छ? म बाहिर बसेको थिएँ, त्यही भएर मलाई अलिकति आफ्नोमा प्रब्लम थियो त हुँदा म नेपाली सबसे धेरै आफ्नो आमा बाबालाई धन्यवाद गर्न चाहन्छु कि उनकै कष्टले गर्दै आज मेरो छेमा सबैलाई धन्यवाद गर्छु। आसाम सरकारलाई धन्यवाद गर्छु कि उनको वजह से म आज यहाँ पुगेछु। उठी आउने नवप्रजन भाइ बहिनी जुन उठेर आउनुहुँदैछ उहाँहरूलाई के भन्नुहुन्छ? कस्तो खालको प्रेरणा दिनु चाहन्छ? कस्तो खालको जोस उमङ्गहरू कस्तो दिन चाहनुहुन्छ? म बस यही भन्न चाहन्छु कि म एउटा सानो गाउँबाट त्यता पुग्छु अनि आफ्नो एमबीबीएस डिग्री पुरा गरेँ त तिमीले पनि गर्न सक्छ आफ्नो बस यही म यही भन्न चाहन्छु कि कष्ट र सबै त्यो प्रयत्न गरे भने सबै सफलता हुन्छ। हामी माझमा गोर्खा युवा मोर्चा सदियाका सभापति किरण सुब्बाज्यू हुनुहुन्छ। तपाईँ आज ज्योति गुरुङको बासगृहमा आइपुग्नु भएको छ, के भन्न चाहनुहुन्छ? विशेष गरी उहाँलाई कस्तो प्रेरणा दिनुहुन्छ? कस्तो आशीर्वाद शुभकामनाहरू कस्तो के तरिका? सबैभन्दा पहिले त एकजना सदियाकै एकजना चेली, हाम्रो गोर्खा चेली, जसले आज युक्रेन र रसियाको यति सङ्घर्षपूर्ण समयमा पनि उहाँले जुन एमबीबीएस डिग्रीलाई सफल गरेर घर फर्किनु भएको छ। उहाँलाई ज्योति बहिनीको साथसाथै सम्पूर्ण उहाँको मातापिता, सम्पूर्ण परिवार जसले उहाँलाई मद्दत गरेर यहाँसम्म पुर्याउनु भयो सबैजनालाई धन्यवाद दिन चाहन्छु र स्पेसली म ज्योति बहिनीलाई धेरै धेरै बधाई दिन चाहन्छु र आगन्तुक दिनहरूमा हामी चाहन्छौँ जे केवल व्यक्तिगत कुरोलाई मात्रै नलिएर होइन, सम्पूर्ण आज शिक्षा विज्ञान भनिसकेपछि आज जुन विज्ञान जुन चाहिँ उहाँ एमबीबीएस गरेर डक्टरेट गरेर आइसक्नु भएको छ होइन, त कुरो के हो भनेदेखि उहाँले केवल सम्पूर्ण समाजको लागि आफ्नो जीवन पनि निछावर गर्नु हुन्छ भन्ने आशा छ र समाजको लागि धेरै काम गरेर जानुहुन्छ भन्ने हामीलाई धेरै धेरै आशा छ। हामीसँग ज्योति गुरुङ बहिनीको बाबा हुनुहुन्छ, उहाँदेखि हामी एउटा सानो प्रतिक्रिया लिन चाहन्छौँ। आज तपाईँको छोरी भनौँ, हाम्रो बहिनी, जसले चाहिँ आसामको लागि गौरव एउटा हामी खुसी पनि छौँ र गौरवको काम पनि गर्नुभएको छ। विशेष गरी आसामेली जनताहरूलाई र गोर्खा समुदायलाई के भन्न चाहनुहुन्छ? यति सानो गाउँ सदिया चानमारी बजल गाउँबाट मेरो छोरीले आज एमबीबीएस डिग्री लिएर
युक्रेनबाट राम्रो सफलतापूर्वक भएर आएछ। त्यसैले म हाम्रो सदिया चाँदमाली बदल गाउँ समस्तलाई म धन्यवाद दिन चाहन्छु। साथै म आफ्नो मिसेसलाई बहुत बहुत धन्यवाद दिन चाहन्छु। किन भन्दा म आसाम राइफल वर्तमान म जम्मू एन्ड काश्मीर किश्तवाड़मा सर्भिस गरिरहेको छु। म उनलाई विशेषलाई धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि पैसा मात्रै ठुलो कुरा होइन, उनको सहयोग बिना आज मेरो छोरी यहाँ पुग्दैन। त्यसै कारणले म सबैलाई आनेवाला पिँढीलाई यही मेरो छोरीको जस्तै प्रेरणादायक होस् भनेर म भारतवर्षमा सबै हाम्रो दाजुभाइको नानीहरू, मेरो जस्तै नानीहरू आगे पुगोस्। अरू हाम्रो भारतवर्षको साथमा आसाममा हामी बसोबास गरेको सबै दाजुभाइ दिदीबहिनी, हाम्रो गोर्खा चेली सबैजना परिवारहरूलाई और साथै जो आनेवाला जो पढाइ गर्ने कोही भी क्षेत्र हो, माने यस्तै प्रकारले मेरो नानीको प्रेरणादायक होस् भनेर म केही सोच्दैछु। अरू भारतवर्षको कुनै कुनैमा हाम्रो दाजुभाइहरूले यो च्यानल हेर्दैछ, उनीहरूलाई धन्यवाद दिन चाहन्छु। साथै हामी आसामको बसोबास गरेको गोर्खा दाजुभाइहरूको नानी यस्तो प्रकारले आगे बढोस्। अरू म यही चाहन्छु कि मेरो छोरीले अझै आगे बढेर हाम्रो आसाममा या भारतवर्षको कोही जग्गामा गएर राम्रो सेवा गर्नु पाओस्, यही भनी म धन्यवाद दिन चाहन्छु गोर्खा च्यानललाई। नमस्कार।